नमस्कार है यहाँहरूप्रति तपाईँहरू कतिको जाने हुनुहुन्छ यो भनेको जाने लाई ल्याएपछि यसरी तपाईँहरूको बडीमा लाई लागेको छ कि छैन। यदि लाई लागेको छ भने चाहिँ जैविक विषादी प्रतिक्रिया रासायनिक विषादी प्रति नजानु होला। किनभने म चाहिँ 3-4 दिनको बाहिरी भ्रमणको क्रममा आउँदै गर्दाखेरि आज बारीमा पर्दा लाई लागेको बारीमा आएको अवस्थामा चाहिँ यसो बारीमा निरीक्षण गर्दाखेरिमा चाहिँ मेरो यो चाहिँ बडीमा एउटा बडीमा चाहिँ लाई चाहिँ समातेछ। ल हेर्नुहोस् यो लाई समातेछ। यो चाहिँ के हुन्छ भन्दा यस्ता किराहरूले चाहिँ कहाँनिर गरेर असर गर्छ, बढी आक्रमण गर्छ भन्दा जो बिरुवा कमजोरी छ त्यसै बिरुवामा गएर चाहिँ यसले चाहिँ आक्रमण गर्छ। अब यसलाई चाहिँ बोरोन क्याल्सियमको पनि कमी भएछ र बिरुवा कमजोर हुन्छ। ती बिरुवाहरूलाई चाहिँ बोरोन पोटासियम क्याल्सियमहरूको चाहिँ आवश्यक पर्ने हुन्छ। त्यो भनेको चाहिँ 16 तत्त्वभित्र पर्छ। 16 तत्त्व भने जैविक हो। यो सबै जैविक बजारमा उसमा एग्रोबाट पाइन्छ। र अब यो लाई नष्ट गर्नको लागि ल हेर्नुहोस् है, यो लाई नष्ट गर्नको लागि मैले चाहिँ नि यो जैविक विषादी बनाएको थिएँ। तपाईँलाई पार्ट 1 मा मैले बताएकै छु। बनाउने विधि सबै कुरो मैले बताएको छु। यसको चाहिँ आज मैले यही जैविक चाहिँ विषादी मैले बनाएको जैविक विषादी यसलाई अब राम्रोसँग घोलेर जसलाई 10 लिटर पानी सुकाएर 3 लिटर बनाउनुहोस् भनेको थिएँ सम्पूर्ण चिज राखेर त्यही विषादी अहिले तपाईँको 1 लिटर पानीबाट ल हेर्नुहोस् है। यो विषादी यो चाहिँ जैविक विषादी मैले घरमै उत्पादन गरेको बनाएको होइन। यो यसलाई अब मैले कहाँ राख्छु त, यो यसमा राखेँ। यसमा राखेँ। 1 लिटर पानी बराबर 30 ml भनेको थिएँ मैले तपाईँहरूलाई। मैले 1 लिटर पानी बराबर 30 ml राखेको छु होइन। अब यो 30 ml मा यो राखिसकेपछि मैले यसलाई अब के गर्छु त भन्दाखेरि मैले यसलाई स्प्रे गर्छु। यसलाई स्याट्टै स्प्रे गर्छु। ढक्कन तुरन्त लगाइदिनुहोस्, फेरि उडेर जान्छ यसमा राखेको। ल यसलाई मैले अब कसरी स्प्रे गर्छु त, यसलाई सरकै सबै ल हेर्नुहोस् है। यसलाई सबैलाई नै यसरी स्प्रे गरिसकेपछि ल हेर्नुहोस् अहिले कति थियो लाई, अहिले भर्खरै यो लाई चाहिँ नि ओपन भइसक्यो। भन्नुलाई फेरि पानीको प्रेसर दिएपछि लाई त्यसै झर्छ भन्नु होइन। यो भोलि चाहिँ यसमा सर्लक्कै हराएर जान्छ। तपाईँको 24 घन्टामा चाहिँ सबै हराएर मेटिएर जान्छ। यसमा चाहिँ धेरै किसिमका चाहिँ उछन्। ल हेर्नुहोस् लाई सल बलाउन थालिसक्यो किन यसमा जलन शक्ति बढी छ होइन। यसमा जलन शक्ति बढी छ। यो चाहिँ मैले तपाईँहरूलाई प्रतिदिन देखाउनलाई सानो स्प्रे प्रयोग गरेको छु। र अरू मेरो बडी हेर्नुहोस्, अरू मेरो बडी यस्तो सबै सग्लो छ, राम्रो छ, कसैमा पनि चाहिँ तपाईँको अरूतिर लागेको छैन। तर लाग्नुभन्दा पहिला अब यिनमा पनि हामीले हल्का चाहिँ स्प्रे गरौँ है। यिनमा पनि हामीले हल्का यसरी स्प्रे गर्दै गयो भने त नि यसमा मल जन्ने वस्तु पनि छ। यसमा मल पनि पाइन्छ विषादी मात्रै नभएर होइन। यसमा चाहिँ नाइट्रोजनको मात्रा पनि यस विषादीभित्र छ। तसर्थ चाहिँ यसले बिरुवालाई चाहिँ पनि फाइदा गर्छ र कीटनाशकहरू चाहिँ सबैले नक्सा मारेर लान्छ। लाई खास गरेर यसले लाई जस्ता यस्ता चाहिँ खपटे किराहरू जस्तालाई नियन्त्रण गर्छ। लाई त खतमै गर्छ होइन। तसर्थ चाहिँ यस औषधिलाई यसरी चाहिँ त्यो मैले बनाएको पार्ट 1 मा बनाएको औषधि तपाईँले भिडियो हेरेर यो चाहिँ विषादी चाहिँ बनाउनुहोस्। यो चाहिँ जैविक विषादी हो। यो विषादी बनाएर चाहिँ यसरी चाहिँ बिरुवामा छोड्नुभयो भने लाइबाट मुक्त पाउनुहुन्छ। हामीले चाहिँ उत्पादन गरेको चाहिँ फल चाहिँ सक्रिय रूपमा लिन सकिन्छ। खास गरेर यो लाइले केमा असर गर्छ त भन्दाखेरि चाहिँ लहरे बालीको चाहिँ बडी र सिमीमा बढी असर गर्छ। खास गरेर बडी र सिमी चाहिँ यसले बढी असर गर्ने हुन्छ। तसर्थ चाहिँ यसलाई चाहिँ यसरी स्प्रे गर्नुहोस् भन्दै म चाहिँ तपाईँलाई फेरि पुनः अर्को भिडियोमा देखाउने छु अरू बाँकी चिजहरू। र चाहिँ भिडियोलाई लाइक गर्नुहोस्, सेयर गर्नुहोस् र फलो गर्नुहोस् र सम्पूर्ण चाहिँ कृषकमाझ पुर्याउनुहोस्। धन्यवाद।